Hello friends, let's make fish curry today. आज म माछा बनाउँदैछु। यो चाहिँ माछा 100% अर्ग्यानिक र फ्रेश हो। हाम्रो छिमेकीहरूले पाल्नु भएको र हामीले चाहिँ 1 केजी ल्याएका छौँ। यो माछाको नाम के हो भनेर चाहिँ मलाई थाहा भएन किनभने म माछा चिन्ने मान्छे होइन। माछा पकाउने आफ्नै आफ्नो रेसिपी र स्टाइल हुन्छ। आज मैले यहाँ आधा लिटर भन्दा तेल मैले तातो गरेको छु। त्यसमा चाहिँ मैले 1 बाइ 1 माछा लगाउँदै म डीप फ्राई गर्दैछु। प्रायःजसो माछा बनाउँदाखेरि चाहिँ दाल जस्तो हुने गर्दछ। एउटा गल्तीले गर्दाखेरि हो हामीले सुरुमै माछा तार्दाखेरि चाहिँ एकदमै डीप फ्राई गरेर तार्नुपर्छ अनि मात्रै माछा टुटिँदैन। मैले चाहिँ मसलामा के हालेँ भन्दाखेरि जिरा धनियाँ अदुवा लसुन त्यसपछि ल्वाङ सुकुमेल लगाएर चाहिँ मैले पेस्ट बनाएको छु। हेर्नुहोस् त मैले यसरी डीप फ्राई बनाएको छु। अब यो जति घन्टा उमाले पनि यो दाल जस्तो भएर टुक्रिँदैन। भान्सामा काम गर्दा गर्दै कुखुरालाई पनि चारो दिनुपर्ने बेला भएको छ। चारो दिएर म फेरि भान्सामा आएर मेरो मसला पकाएँ। यो मसला यस्तो ब्राउन भएपछि मात्रै हामीले पानी लगाउने अर्थात् सुप लगाउने। नुन चाहिँ स्वाद अनुसार हामी चाहिँ अलिकति कडा खाने भएकोले गर्दाखेरि अलिकति बेसी नै म लगाउने गर्छु। माछाको सुपलाई यतिकै छोडेपछि म चाहिँ हाम्रो बारीमा गएँ। त्यहाँ चाहिँ मैले धनियाँ टिप्नको लागि हाम्रो धनियाँ चाहिँ एकदमै धेरै फलेको थियो तर यो सकिँदै गएकोले गर्दाखेरि यति भएको छ। मैले एउटा एउटा गरेर धनियाँ छान्दै चाहिँ एकदमै मिठो बास्ना हुन्छ। त्यसपछि हाम्रो अर्ग्यानिक डल्ले खोर्सानी म टिप्दैछु। यो डल्ले खोर्सानी चाहिँ म आफैले रोपेको है। एकदमै मेहनतले हुर्काएको छ। खाँदाखेरि एकदम स्वादिलो पिरो पनि हुने गर्छ। हेर्नुहोस् त मैले यति टिपेको छु। म किचनमा जाँदाखेरि हाम्रो सुप त एकदमै रेडी भइसकेको रहेछ। त्यसपछि मैले चाहिँ तारेको माछा 1 बाइ 1 गर्दै मैले लगाउँदैछु। एकैचोटि लगाएँ भने चाहिँ जिउमा उछिरेर पोल्ने पनि हुन्छ। त्यो भएकोले गर्दाखेरि बिस्तारै लगाउँदैछु। हेर्दाखेरि यस्तो दामी भएको छ र खाँदा पनि एकदमै मिठो भएको थियो। अब यसलाई हामी उम्लिनको लागि छोडिदिने है त। माछा हाम्रो रेडी भइसक्यो। त्यसपछि मैले माथिबाट धनियाँ लगाएर चाहिँ मैले छोपेर राखेको छु। अब चाहिँ सर्भ गर्ने बेला भएको छ। मैले यसरी खुसीसाथ आफूले बनाएको माछालाई चाहिँ यसरी सर्भ गर्दैछु र माछा चाहिँ एकदमै टेस्टी यम्मी डेलिसियस भएको थियो। सो थ्याङ्क यू सो मच फर वाचिङ माई टुडेज सर्ट भ्लग।